वेलकम बहुत बहुत स्वागत है सभी को। राधे 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 राधे।
June. लाइक डम करें, लाइक करें, सब्सक्राइब करें चैनल, प्लीज लाइक। हेलो हेलो हेलो।
क्या करो ठीक कुछ टेंशन है
अरे भोरे 3 बजे तो उठ सकता है। कभी कर रहे हो 2 बजे 3 बजे उठ के आ जाता है। 3 बजे उठे पड़े तब 2-3 बजे उठना पड़ता है और अगला अपना भी जा सकते हैं। अपने प्लान भूलने होगा कैसा मैं जिंदगी का जिसको फिर से प्लान नहीं किया ना तो हमें संभालना जब अविनाश की साधना करा था कि मंदिर जाप करा तो एकदम तो फिर क्या जैसा कि आपने थंबनेल को देख ही लिया होगा इस वीडियो के अंदर हम कोई भी डालर लाए चाहे वो पिक्सल एलईडी हो नॉर्मल एलईडी हो कलरफुल एलईडी हो या सिर्फ डिजिटल वाले प्रस्तुत करत असा कार्यक्रम तमसोमा ज्योति नमस्कार कार्यक्रम तमसोमा ज्योतिर्गमयको अर्को विशेष श्रृङ्खला यहाँलाई हार्दिक स्वागत छ आजको श्रृङ्खलामा हामी अग्रज पत्रकार आर्जन र पाण्डेसँग संवाद गर्छौँ दुईजना प्रतिस्पर्धी परिपूरक प्रश्नको उत्तर त हामीले 3 वर्ष अगाडिको एउटा सार्वजनिक संवाद किताब छापामा दिइसकेका छौँ अहिले हामी जुन पेसामा जुन ठाउँमा जुन धरातलमा जुन विधामा छौँ यहाँबाट राष्ट्रको चिन्ता चिन्तन गरिएन भने त्यसले फेरि भोलि हामीलाई चिन्तन गर्नुपर्ने अवस्था नआउन सक्छ त्यसैले तब तक मेरे साथ ठाउँका मान्छेहरूले मुख्य रूपमा आफ्नो विषयलाई पेचिलो धारिलो तर जवाब दिने जिम्मेवार खाना खाएगा ना विषय र उत्तरार्धतिर पत्रकारिता व्यवसायिकता अवतारण गरिरहेको सञ्चारको सन्दर्भमा प्रश्न उत्तर दिने ठाउँमा र अहिले उत्तर दिने चश्मा पहले कोई जिंदगी में गिरी हो ये डेली का चश्मा मशीन में दवा यदि आपने देखिए मैं देखो बोलो हल्का से एक प्रश्न आपको जरा जाके मतलब मेरा लागि वो बना वो तो रेडियोमेड में कहते रेडियो लाइट होने लगी है आकाश तक लाइन में कहते थे 300 रुपया में अठारह में जो पाइप पकड़ के हम पड़े बाइक मोटर इस जैसे पूरा लेकिन ये 150 रुपया में पकड़ के गए वो प्लस पावर है प्लस करते थे 1% बिना दर्शन के नहीं देखा है सीधा ग्राफ देखी देखो हम देखेंगे बहुत प्रेशर के साथ प्रेशर के साइड के तो हैंडल सब कुछ आज जवाब दिनु लागि कति खरो भएको छ र दोस्रो चाहिँ तपाई अहिले पनि के प्रश्न गर्ने ठाउँमा हुन्छ जवाब दिने ठाउँमा छैन अब तपाईले दुईटा प्रश्न सोधेको छ नि त्यसमा प्रवेश प्लस 1.2 जस्तै तपाईले पहिलो प्रश्नमा 1.2 तर संयोग कन्या यहाँ आइसके परे कर्मको फल उस टाइम में चेक करा पर तो पावर संभव न सकता है 1.5 तो देखा सबै कुराहरु 1.5 का है चलो क्लियर है अर्को एकजना 1.5 में मैले सुनेको यदि पनि गएर चाहिँ दूर के देखाइयो
हम निकाले थे कि हमरा आटा तक दी लगावटे खाली त्यो प्रश्नको इन्टेन्सिटी फरक थियो अब तो जना कांस्टेंट पहले रह गए ना हमरा आवाज सही बात ना कतिपय बेलामा नियत मात्र तर प्रश्नको प्रश्न पेसा पनि भने हामी एउटै पेसाले जान्छौँ तथापि सबै प्रकारको स्क्रिनमा देखिने मानिस र सबै प्रकारको माइक बोकेर आधा घंटा ये तो बड़ी मम्मी पहले जैसे गाड़ी में के समस्या पहले किया बड़ी मम्मी को है एक आवाज है ऊपर से आप उन्हें सॉल्व करते ये परंपरा काल से चला है बड़ी मम्मी तो बहुत आराम से परंपरा काल से गई दादी माँ बाबा ये था पहले तो सब आदमी साथ थे ना तो कैसे आधा आधा करने बोले से आधा आधा ना वो कर होते दूसरा आधा करे पर दुनिया का कहना नीचे बात से ना बुक कर सकते हैं इनिशिएटिव है के रहा के साथ वजह से ज्यादा वह तब कैसे पहले सत्ता के टाइप से परंपरा कोन बड़ी मम्मी के काम जेला बनी नहीं सकता बहुत सारा क्लियरली कह रहे हो जिज्ञासा हम पर हमने पूछे क्या करने बात सुtra ये पहले से चलित आइब्रान है वही में जैसे कि ये जैसे ये हमारा आइक रहे बिगेरी जैसे वैसे जैसे तेरा के घर जैसे लेकिन पहले हो क्या है घर तो है लाइव में नहीं
जे कर्म म गरिरहेको छु जे व्यवसायमा म लगाइरहेको छु यो पनि एउटा जिम्मेवारी हो आफ्नो जिम्मेवारी सम्पूर्ण कुरा नगर्ने अर्को जिम्मेवारी त्यस्तो काम होइन त्यसकारण अहिले म समय सीमा तोकेर प्रश्न 99 म प्रश्न सोध्छु त्यसपछि जतिसम्म मेरो आवश्यकता आफ्नो रुचि मेरो आफ्नो जाँगर जीवनले स्वास्थ्य तर एउटा ठुला दुवैजनाको संवादमा विस्तारमा गरिएको संवाद त्यसतर्फ तपाईँले पूर्ण विराम लाग्नुभएको थियो अल्प विराम पनि लाग्नुभएको कि म ढिलो चाँडो देशान्तरण अथवा सार्वजनिक हितका लागि राजनीतिमा आयो भने त्यो अचम्म नलागेको छ भनेर भन्नुभएको थियो युट्युबमा अहिले पनि सुरक्षित छ तपाईँले संविधानको कुरा ठिकै छ किनभने त्यो आजको दिनमा आर्काइभको रूपमा युट्युबमा छ त्यो किताबहरूको सङ्ग्रह हो होइन त्यहाँ प्रश्न तपाईँले म प्रश्न र उत्तरको एउटा संवादको निरन्तरता श्रृङ्खला बनाइरहेको त्यो चाहिँ संवादको यो बाटो पनि थियो राजनीति शक्तिमा अभ्यास गर्नेलाई मात्रै भन्ने अर्थमा बुझ्यो भने मुलुक बनाउनका लागि जो एक्टरहरू छ उनीहरूलाई जवाब दिने कुरा पनि त्यस कारणले खालि कतिपय बेला एउटा आक्रोश आउँछ त्यसले त्यो आक्रोशको एउटा प्रतिक्रियाको रूपमा तपाईँले बुझ्नुहुन्छ दर्शकले बुझ्नुहुन्छ यस्तो बेला जनताको निराशा आक्रोश तहबाट अगाडि बढिरहेको छ त्यो बेला एउटा जिम्मेवार सरकारप्रति होला तपाईँ स्थान परिवर्तन होला सञ्चार कर्म प्रमुख भूमिका परिवर्तन होला त्यो चाहिँ एउटा मात्र हो तर सञ्चार कर्म यो सरकारी कर्मचारीलाई यही प्रश्न सायद मलाई गरेको भए मैले त्यति बेला पनि अहिले पनि र म जहिले प्रश्न सोध्ने बानी छ त्यति बेला म सधैँ पूर्ण विराम लाग्ने र यति बेला फेरि परिवर्तित परिस्थितिमा फरक प्रसङ्ग हो कि भन्नु होला जानेको पनि छैन र म त्यो जान्दा पनि प्रभावित गर्नका लागि तर त्यो चाहिँ न तपाईँको राजनीतिक यात्राको सुरुवात थियो न कुनै पाप विचारको पक्ष पोषण थियो होइन अहिले मात्रै होइन कहिले पनि मैले त अहिले सपाटो भन्दै गइरहेको छु मैले अथवा सम्भवतः तपाईँका लागि पनि लागु हुन्छ होला हामी जुन पेसामा छौँ तपाईँले भनेको स्थान परिवर्तन होला भूमिका परिवर्तन होला तर हामी जसरी प्रश्न गरिरहेका छौँ त्यो प्रश्न हामी अर्को कुनै ठाउँमा गएर अथवा राजनैतिक ठाउँमा गएर गर्न सक्दैन हाम्रो प्रश्न जो सबभन्दा नदी छ जो सबभन्दा धेरै दिन्छ उसकै बारेमा धेरै जानकारी थियो र उसैलाई सन्दर्भले सापट लिँदाखेरिमा उसलाई आलोचना त सबै आलोचना कोही नहुँदैन र हुँदैन पनि तर जगदीशको प्रश्नमा जो मानिसहरूले चियाबाजी दिइरहेका हुन्छन् हामी तिनै मानिसको लेखाइ तिनै मानिसको भनाइ तिनै मानिसको बुझाइ गरिरहेको अहिले हामीलाई तपाईँहरू तपाईँको सामाजिक सञ्जालमा या मेरो सामाजिक सञ्जालमा कमेन्ट लेख्दै अरू
भनेर आएको मान्छे तर जर्नलिस्ट तिमी बिग्रेर जर्नलिस्ट खरेज गर्यो भने अझै ठाउँ पुगिसक्यो त्यसले गर्दा त्यो ठाउँले त्यस्तो किनभने हाम्रो सीमितताहरू एकदमै धेरै छन् होइन हाम्रा बाध्यताहरू एकदमै धेरै छन् मलाई एउटा खेतमा सञ्चार मन्त्रालय म त पुरा आकाशमा उडिरहेको छु होइन तर मन्त्री गरेको त अझ धेरै उठ्न सकिन्छ भन्ने लागिरहेको थियो तर यहाँ त यति सीमितता रहेछ त्यो उड्ने कुरा त हिन्दी सामान्य बाहिर जाने पनि कारण उहाँले त र त्यति अरे राम लगा रही है सबैलाई जागिर करिब करिब सुरुवात रंग लगा 3000 रुपए एक बार तेरे लगा साइड साइड वाला कहाँ लगा नहीं साइड साइड वाला लगे नहीं साइड साइड वाला नहीं लगा वो इनके कुछ हाई चले वो हुआ कि बीच के विकट पैर के बीच के भाग में केला काम हामी सार्वजनिक रूपमा हामीले पनि व्यक्तिगत बेलाको प्रश्नमा केही गर्दैन उत्तर चाहे रंग कम है वो बहुत रंग है ना सरकार आगो 41 मा चुनाव गराउनलाई के गर्नुपर्छ के गरिरहेको छ के गरेको छ कल रात में बात पता चल रही है ओम लिखा हुआ है ना कि ये ऊपर रीटेक लाइन में लग रहा है पर हाथ में और ये चमक रहा है ओम लिख संसद की शेर में फेर आए तो लगा दे वर्तमान आई जैसे देखा हमारा क्यों जा रहा है काम लगा दे ऊपर में ओम में खूब चमक गई माने वो घाम पड़ जाए जो चमकते चमकते दिखे बहुत आखिर में वो देख नहीं कर रहे हैं हमने लगे जो सरकार के काम काम नागरिक समाजलाई र आम जनतालाई निर्वाचनमा त्यो निर्वाचनबाट जित्ने आन्दोलनको भावनाहरूको सरकार बनाएर दिँदाखेरि बाटोबाट जानुपर्छ तर तपाईँले सुरुवाती दिनबाटै हेर्नुभयो उहाँको राजनीतिक दललाई निर्वाचनमा बोलाउने कुरामा कति इच्छा देखियो सर आज तक दुर्गा प्रसाद ने घोषणा की है इंडिया के न्यूज़ को कथी होते है आज तक नहीं थे ए आते जाएंगे पूरा देखने के लिए है तो क्या आएंगे देखने खाना क्या क्या हमारा है तो अभी कैसे कर सकते हैं तो हम मैं तो आते देखा चाहिए होम में देखो दुर्गा प्रसाद वो हम चेक कर लेंगे ये बात सही है बाहर चला है ये अच्छा होगा खाना खा लेंगे अरे आज तक चेंज हो तरिकाले जनतालाई लाइट देखाउनु पर्छ भन्ने कुरामा हामी एवरेज बबलू कुत्ता है 26 वर्ष की उम्र में वो युवा सभा के मंत्री बन गया 26 वर्ष की उम्र पहले के मीटिंग में सीधे कह जाती है उसके निर्णय पर मीटिंग वाले बोल रहा है जनता हर जनता ले है ना जिले आज तक कौन जनता है बनाने का कौन मंत्री बन गया युवा सभा 26 वर्ष ना सोलिया से दिल्ली आंदोलन के नेतृत्व का हम किन चल्दैछ एउटा सहज वातावरण भनौँ अथवा के हामी अहिले सानो हामी लगातार रूपमा जहिलेबाट हामी अनावश्यक समस्या चाहिँ
अखण्ड गीता मन्त्री राजीवरा गणेश मान श्रेष्ठ છે ને ઓહો છે જલ્દી તો ઓકરા જે છે ને કાલ રહી કહને ई काल परराष्ट्र मंत्रालय के आय भोर में एक चंद्र मगल माने ओकरा देश भूमि सुधार मंत्रालय के विषय का बस ये भी निकाल के मंत्रालय पाउन का एक मंत्री बनने को लगी है मेरो परराष्ट्र मंत्री हो तो बीओ बने बाइक का मंत्रालय एक बार में कितनी प्रतिशत होगा 10 मंत्रालय के बाइक मंत्रालय सूचना कार्य की अपने धन्यवाद यहाँले 4-5 वटा पसल रहेछ त्यहाँनिर गुजर चलाउनु भयो खास किन सर त्यो संरचना चाहिँ प्राविधिक संरचना हो त्यो पनि नक्सल पास लेभल बनाएको संरचना हो मैले अस्ति बुझी संस्थालाई पनि मैले कुरा गरेको थिएँ बोलाएर भनेको थिएँ त्यो जुन पार्टीले म्यानेज गर्न सुनेको थिएँ र त्यो कुरा पनि हुँदै थियो र उनीहरू सरकार सकारात्मक पनि थिए र मैले हाम्रो गरी पठाएँ 10 दिन अगाडि नै त्यहाँ चाहिँ खाली गरेर भनेपछि उहाँले यो तिहार कुरा कतै खाली गरेर भन्नुभएको उहाँले खाली गर्न मनुष्य खाली गर्ने मनुष्य पनि देख्दैन र त्यही हाम्रो कार्यकारी जान्छ के पसल थियो हजुर किन त किन आज रोजगार चल्छ भनेर 2-3 जोडी अगाडिदेखि नै सूचना दिइसक्नु भएको अस्ति जानकारी भएको भन्नुभयो अब के आयो होइन अहिले नगरेर भन्नु भन्नुभयो हामीले चाहिसकेको छ कति समय भयो हजुरले यहाँ पसल गर्नु यो त हाम्रो उहाँहरू हजुरले भाडा के कसलाई आउनुहुन्थ्यो उहाँलाई दिन्थ्यो अब हामीले मौली भर्खर आएको बस्छ हो नयाँ डुब्यो होला नि अब अन्त्य पाँचवटा सजाप थियो भन्ने कुरा हामीले सुनेका छौँ यसलाई छेड गर्दै त्यसकै साथमा मनोज भानिसाले पनि फिल्डमा हुनुहुन्छ नमस्ते बालन साहब मोहन जिला के सेक्रेटरी के बाद उहाँहरूलाई बुझीसँग सम्बन्धित हुन्छ होइन अब हामीले गएर बुझ्दाखेरि पनि सरकारलाई भन्छ उनीहरूले हामीले बिचमा के इसमें व्यक्ति दिया गया वेस्ट सिस्टम से बाहर चले गए तो कंट्रोल कर के लेकिन राजनीति बिगड़ नहीं है तो कंट्रोल कर अब पक्का जो है माने आर्थिक रूप में लगानी करने वाला के हमें पैठन के संदर्भ में पैठन के बारे में कहा इसके कई चार देशों में से जगह कहीं से विदेशी द्वारा संचालित सरकार हो नक्सा पास थिएन नि किन सर यो नक्सा पास धेरै अरू रूपमा भनेको हो यसको बाटोले कुरा गरेको छैन एकपछि अर्को मध्य क्षेत्रमा डुलो सधैँ हुन्छ अब यो अहिले तपाईँको अगाडि रूपमा भनेको कुराहरू बिस्तारै खाली गर्नु पऱ्यो बुझिसँग समन्वय गरेर हालेको हो यो तपाईँ एउटा जिम्मेवार व्यवसायी तथा नागरिक पनि हुनुभयो भनेपछि यो जुन कतिपय नक्सा पास विपरीत अथवा सरकारी जग्गामा पनि अरू ठाउँहरूमा पनि महानगरले डुलो चलाइरहेको छ होइन अथवा खाली गरेर पार्कहरू रोड के एक साइड में जा रहा है सबै ठाउँमा बनायो भने राम्रो कोही तपाईँलाई आफ्नो ठाउँमा सरायो ठाउँमा सर्ने आफ्नो ठाउँमा चाहिँ
बिगार्नु गयो भने त्यसलाई लगाएर रोड के दाहिना साइड में थे व्यक्तिगत आवले चेक्यो भने चाहिँ हमारे फेरि फेरि उहाँले चाहिँ के जवाब दिनुहुन्छ त्यसमा चाहिँ यो प्रकार नियमलाई चाहिँ हामीले फेरि भन्न पर्यो भन्ने चाहिँ मेरो भनाइ हो पप्पू अंकल के घर में भी कुराकानी गरौँ सकेपछि अनाधिकृत संरचना थियो पक्कै परिवार और सरकारी थे पप्पू अंकल के यहाँ से बच्चे से तीन को पप्पू अंकल के थे दादी माँ के बहनी में चला था जना अब आगामी मम्मी लक्ष्मी से नहीं थे निरन्तरता पनि अगाडि बढ्न आएका के पप्पू अंकल के मम्मी हमारा मम्मी दीदी सरकारी जग्गा हातपछि मात्रै हुन्छ त्यो सरकारी जग्गा अतिपूर्ण गर्ने कुराहरू चाहिँ कुनै हातमा त्यसलाई हुनुपर्छ भन्ने त्यसको लागि के तयारी गरिरहेको छु र त्यो चाहिँ हामीले अगाडि बढ्ने अवस्थामा छ कसैको पनि एक सारा में जो खेल रहे हैं पत्रकार कहे कि यहाँ देखिए कितनी बड़ा है सफल बात है नगर पालिका ने नगर पालिका कार्यालय और कतिपय त ठुलो कम्पाउन्ड पनि हेरेको भए किन आमा लिएर एक डेढ पनि के गरेको पनि हामीले पनि कतिपय अवस्थामा सूचना पाउँछौँ त्यो त गाह्रो छ सर अब कतिपय चुनावी सरकार पनि होला सङ्घीय सरकारको सोचिएका पनि साथ चाहिएला समाधान कस्तो तपाईँले देख्नु भएको तपाईँले भन्नुभयो हामी 3 वर्षदेखि कसरी काम गरिरहेको छौँ जुन अवस्थामा क्रिटिकल अवस्था हामीले काम गर्दाखेरि अब राइटर देशले के गर्छ के गर्नु सक्छ नबक्नु जो जसरी निरन्तर रूपमा अगाडि बढेको त्यसैले गर्दा हामीले आफू बिगाउनु दिनुपर्छ आफ्नो जुन सरकारको आफूको समस्या आउँछ त्यो जियो के गर्नुपर्छ तर महानगरपालिकाको सरकारले आफ्नो सरकारले आफ्नो लगातार बाँकी आफै खर्च गरेको सरकार निर्भर तरिकाले जनतालाई बाँकी राख्नु भन्ने कुरामा त्यो दृष्टिसँग पछाडि पक्कै यति बेला काठमाडौँ महानगरपालिकाको योजनाको थापाको चोकमा चलिरहेको छ थापाको चोकबाट त्रिपुरेश्वरतर्फ लाग्ने तर्फको यो केही सडकहरूमा केही पसलहरूमा महानगरपालिकाले योजना चलाइरहेको छ वास्तवमा पूर्व सूचना पनि थियो होला यति बेला यो थापामा रोजगार चलिरहेको छ त्यसपछि अब मनोज मानिसले सयको टिम महानगरपालिकाको रोजगार चलिरहेको छ दर्शकले यति बेला पछिल्लो समय महानगरपालिकाले विभिन्न ठाउँमा सार्वजनिक संरचनाहरू विशेष गरी सार्वजनिक सम्पत्ति ओगटेर बसेको नक्सा पास विपरीतका अनाधिकृत संरचनाहरू अथवा कतिपय विवादित विषय र फैसला भइसकेको विषयहरूलाई पनि कार्यान्वयन गराइरहेको छ त्यस क्रममा हामी यो थापागढी चोकको थापागढी चोक जहाँ यो फुटपाथ देख्न सक्नुहुन्छ फुटपाथसँगै जोडिएका यी सडकहरू केही संरचनाहरू जहाँ चाहिँ नक्सा पास थिएन र त्यसलाई उहाँले सूचनाको आधारमा विगतमा हट्नको लागि सूचना दिइसक्नु भएको थियो यद्यपि मान्छेको मन अन्तिमसम्म बस्न पाइन्छ कि सामान अहिले भर्खरै सार्दै हुन्छ र यसलाई केही गर्ने महानगरपालिकाले क्लियर गराएको छ हामीले देखिरहेका छौँ महानगरपालिकाको स्पिड सहितको नेतृत्वमा उहाँ हुनुहुन्छ र पहिला पहिलाको यो सडकहरू क्लियर गरिन्छ
Express. Real, उत्पादन को real चीज, किसी को real चीज real. सर्वोत्तम सीमेंट, सर्वोत्तम सीमेंट, सर्वोत्तम मजबूती. Utama Survival Time. Shout out, Reserve Coffee Road. Baltic Chowk. Yeah, extra long way plastic price. 3,000 समोसे cashback promises. आजच्या जमान्यात तेव्हा दोन PPI मार्केट. ये वाचा, starting time. These books are the these cool products are there. But real good ये नीचा सर्व करो ऊपर देखिए तो ऊपर क्या दिखते हैं सर क्या ठीक है बिल्कुल आप क्या करिया हाँ अब करिया पैसा सारी काटी दिखाइए ना अखन ठीक है अखन तक के स्थिति बढ़िया है पैर साफ करने की कहेगा ठीक है परसों तक घाटे पर होना पड़ेगा घाट पर हार का मुँह के दीदी के तरह तो हरियरे से एक का दूटा पियर पाकल था हरियर माने ओकरा 2-3 दिन में ये दवाई नहीं ठीक है हाँ हाँ फिर प्रधानमंत्री सुशीला पांडे आगामी स्वास्थ्य परिश्रम के साथ आगामी सबसे अपने स्वास्थ्य परिश्रम बहुत तो किसको पता चलता है भक्ति परिश्रम पूरा